यो अन्डा जस्तो देखिने ऱ्याडर, वन जङ्गल अनि हिमाल र काठमाडौँ छोप्ने तुवालो हेर्न जानलाई मलाई 1 घन्टा लाग्यो। सातो बाटो चापागाउँ हुँदै लेले हाइवेबाट म टिका भएर पुगेँ। यो हाइवेमा बाइक चलाउनु त कति रमाइलो। फेरि यहाँबाट दाहिने लागेर भिर पहिरो हेर्दै म तिनपाने पुग्छु। तिनपानेसम्म बाटो राम्रै छ, कतै कतै भिर पहिरो र भत्क्या देखे पनि। भ्यू पनि कति आहा रमाइलो। यहाँबाट 10-15 मिनट उकालो अफरोड जानुपर्ने रहेछ। यो अफरोड पनि त्यति धेरै अफरोड छैन, स्कुटर पनि सजिलै जान्छ। टन्नै मान्छे होला भनेर गएको, म पुग्दाखेरि हेर्छु त कोही पनि रहेनछ। बाइक यहीँ पार्क गरेर म लागेँ सिडीतिर। सिडी पनि कस्तो रमाइलो क्या, उकालो हिँड्नै एकदम रमाइलो लाग्ने टाइपको। फोटो भिडियो त यहाँबाट खतरा आउने भइ नै गयो। टावर पुगेपछि हेर्छु सिनरी त केही पनि छैन, सबै तुवालो। सिनरी नासै ग्रिनरी हेर्छु भनेर 2-3 राउन्ड हानिसके पछाडि म फर्किएँ। यो हो ऱ्याडर स्टेसन जुन ललितपुरमा छ। अब हजुरहरू नि आउने होइन त?